Welcome to my channel. वेलकम टु माई युट्युब च्यानल सुन्दा अनि ह्याप्पी न्यु इयर सबैलाई। हामी चाहिँ न्यु इयर मनाउन जाँदैछौँ ड्याडीको माइगेल सेन्किखेनतिर है। बुढा पछि पछि आउनुहुँदैछ, म अघि अघि जाँदैछु टक्कसँगले। तर्जी पनि न्यु इयरको स्पेसल भइकन त नि हाम्रो गाडी चाहिँ यहाँ छ है। अब हामी चाहिँ जानुपर्ने हुन्छ। कसले कहाँबाट फालेको कुन्नी तर्सिन्जेल बनायो। हामी चाहिँ टक्क ड्याडीकोमा जान्छौँ। दिदीहरूलाई पनि पिकअप गर्दै जानु छ। बुढा के भन्नु हुँदै थियो भन्नु न। बुढा ह्याप्पी न्यु इयर भनेको। ह्याप्पी न्यु इयर बुढा। जो भान्जी र हामी लिन जाँदैछौँ टक्कसँगले होइन। दिदीहरूको घर छेउ पुगिहाल्यौँ। बुढा यता चलाकै गाडी कन्सन्ट्रेट गरेर म यता छु। यता झरिसक्नु भएछ सरकारहरू। है त दाजु दिदी आउनु हुँदैछ पछि पछि। नमस्कार सेवारो। अनि यति राम्रो गुडिया भएर कहाँ हिँड्नु भएको? राम्रो छैन यार, अनुहार मुख मात्रै धोएर हिँडेको। मुख मात्रै धुनु भएको? क्रिम लाउनु भएको छैन? अनि नेचुरल ब्युटीलाई कहाँ लाउनु पर्छ त? ओठमा लाली चाहिँ लाएको छु है। लुलु दाजु राम्रोसँग गएर आउनुभयो नि। युके भन्ने कस्तो रहेछ दाजु? एकचोटि वर्णन गरिदिनुहोस् न। भयो होला यो के यो के हो दिदी? राँगाको सुकुटी। लु ह्याप्पी न्यु इयर है त। कहाँबाट आएको यो खासमा? नेपालबाट? कसले लिएर आउनु भएको दाजु यो नेपालबाट? नेपाल जानुभएको र के झुकाइनु भयो कि के युके गयो भनेर? नेपाल पुगिवरी आएको अरे त्यस्तो। फेरि बुढा पनि मकै हुनुभयो त। धन्यवाद है दाजु, धन्यवाद है हजुरलाई। ड्याडीकोमा पनि आयौँ हामी। अब हामी पस्छौँ माथि। Happy New Year, Mommy. Happy New Year. Happy New Year. Happy New Year. Happy New Year. एडभान्समा ड्याडी सेवा र ड्याडी सुरुमा भेट्ने बित्तिकै गर्नुपर्छ अरे नि त ड्याडी। स्पेसल मम्मीले मोमो बनाउनु भएको रहेछ, फ्रोजन भएको रहेछ। अब यो मोमोलाई चाहिँ मम्मीले टक्कसँगले पकाएर खाना पर्दछ। ह्याप्पी न्यु इयर भाइ। हेलो ह्याप्पी न्यु इयर। नाइस टु मिट यू। वो चाउमीन खाएंगे नेपाल में बस जाएंगे। ठीक है। कहिले बनाउनु भएको मम्मी मोमो? यो हजुर यो पोर्कको साग। ओ आइज अब त न्यु इयर भइदिएको अनि यो पोर्कको साग नि। पोर्कको साग हो नुन सुन चाखी पनि हाल्नु भयो? के नुनहरू सबै लाग्छ। के रहेछ दिदी? सुन लाग्यो टमाटर एन्ड टमाटर धनियाँ अनि टमाटर र धनियाँ अनि तिल। तिल। अनि यो मोमो चाहिँ के को मम्मी? यो मोमो हजुर हाम्रो नाफबारीको च्याउ नगर्नु। नागवाली भनेको चाहिँ च्वाचे हो। मको अरे स्वाइन स्वाइन फ्लाइ च्वाचे। च्वाचे सुँगुरको मासुमा पल्किने लिम्बुनीतिरै ढल्किने है। सुँगुरको मासुमा पल्किने सुँगुरको मासुमा पल्केर लिम्बुतिर ढल्केर राईतिर ढल्केर ए खोटाङ्गे राई नि लिम्बुतिर ढल्केर तापले जुगेन पाँच थरे लिम्बु नि 5 थरे राईतिर ढल्केर
यता मम्मीलाई चाहिँ भनौँ मम्मी मम्मी चाहिँ के चापाती र ढल्केर के कास चापा सोलुको सुँगुरको मासुमा पल्केर सुँगुरको मासुमा पल्केको सोलुखुम्बुतिर छोडेको चापातिर पल्केको झापातिर चाहिँ कोसँग ढल्केको कोसँग शेर्पादेखि नाम के अरे? लिम्बूसँग सँगै राज सुब्बासँग ढल्केको ए यहाँ राख्छु नि कति वर्ष भयो मम्मी ढल्केको ढल्केको त भयो नि 30 वर्ष है 30 वर्ष तपाईँ ढल्किनु भएको कसरी कति वर्ष ढल्क्यो? म ढल्केको पनि 18 वर्ष Oh my 19 वर्ष God. भइसक्यो तपाईँ ढल्केको तिमी ढल्केको म कति भयो? ढल्केको म त ढल्केको भयो, 4 30 वर्ष कम्प्लिट भयो 4 वर्षमा लिम्बू कस्तो लागिरहेको छ त लिम्बू एकदमै जिम्बो जस्तो ए, तिमीलाई हाम्रो लिम्बू जिउ- जति क्लिन स्वच्छ होइन फ्रेन्ड्स तँ भन्ने लिम्बुनी भन्ने मात्रै हो होइन होइन सफा मन भएकोले त भनेको प्रो पिपल अरे क्या नै सफा मन भएको मान्छे के भन्छ थाहा छ व्यक्ति पछि सोचाइ फरक फरक हुन्छ तर सबै मान्छे लिम्बू मात्रै राम्रो हुन्छ भन्ने हुँदैन नि अरू पनि राम्रो हुन सक्छ होइन मम्मी राम्रो भएपछि सबै राम्रो हुन्छ हो यो हो नि त मैले एक्सपेक्टेसन गरेकै कुरो यो हो आफू राम्रो भएन भने सबै नराम्रो देख्छ अनि बुझ्नुभयो दिदी यो अब यहाँ कास्टमा नजानु तपाईँ होइन मम्मी होइन आजकल कासमा हेरिँदैन तपाईँले नत्र लिम्बूको पछिमा के अरे लाग्नु छ र राईको पछि लाग्नु भएको छ तर लिम्बूको मात्रै सपोर्ट नगर्नु होला हाम्रो निमुलाई नि जमानामा त हिरो हो नि। के अरे मम्मी ड्याडी त नि जमानाको हिरो हो नि त नि अनि अहिले पनि अहिले हिरो पनि बुढो भएर अहिले पनि हिरो हो नि अहिले होइन पनि हिरो छ नि जमानामा त हिरोले अनि दाजु ल मिठो भएर खानुहोस् है त ल ह्याप्पी न्यु इयर है दाजु धन्यवाद फेरि पनि लु 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 खानुहोस् खानुहोस् कस्तो छ भान्जी टेस्ट गरिदिनुहोस् त लुलु दाजु के हो लुलु भनेको भनिदिनुहोस् त ड्याडी 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 लुलु भनेको चाहिँ के हो भने नि दाजुको थेगो हो क्या दाजुले यसो उसो गर्नु भने है लुलु भन्नुहुन्छ नि त लुलु दाजु कस्तो छ भान्जी कस्तो छ दाजु मिठो नमिठो ठिकै छ ठिकै छ एउटा कस्तो छ के भन्नुपर्छ मिठो छ भान्जी कस्तो छ दाजु नसर्के ठिकै छ के गर्नु माउली ससुराली आउनु भएको यो मोमो मोमो अब एउटा अनि हजुरहरूलाई मम्मी मम्मी पछि खान्छु तपाईँ चाहिँ किन पछि म पछि खान्छु लास्टमा किन मान्छे तिनीहरू बच्चाहरूलाई दिन्छु क्या तिनीहरू उता सिटिङ रुममा खान्छ कि बहिनी भएर न ती पछि यतै दिन्छ हजुर बेलुकामा त पार्टीहरूमा म अर्डर गरे पनि हुन्छ हिजोको भिडियोको रिएक्सन यहाँ त चलेको यो धेरै चलेको त छैन नि 10-12 वर्ष भिडियोको रिएक्सन कस्तो लागिरहेछ भान्जी हिजोको भिडियो स्टार्टिङ कस्तो भएछ तपाईँको स्टार्टिङको कुरा नगर सासु ससुरासँग को खेल्छ म पैसाले भाइ लुल्लु त्यहाँ हुनुहुन्छ दुईजनाले बाबुको नाम त्यस्तो बनाउनु हुँदैन बाउको नाम होइन नि हाम्रो थेगो पो त लुलु
के गर्नु यसलाई यस्तो गर्ने यो राख्ने यो यस्तो गर्ने Last handshake of 2024. See you next year. See you next year. And yes, next year. Happy New Year. Happy New Year. Hi. अबको दिनमा अर्को साल मात्रै हामीले एन्जोय गर्नेछौँ अर्को वर्ष अर्को वर्ष मात्रै यो वर्षको लागि चाहिँ लास्ट है त हक पनि गर्छौँ नि लास्ट है यो चाहिँ नरुनु न लास्ट हो मान्छे लास्ट हो Bye bye 2024. बाई बाई सी यू नाइन See you never. नेभर सी यू नेभर ल 2024 को अन्तिम है यो चाहिँ ल अलिक यहाँ माथि राख्नु पर्थ्यो यतिको होइन दाजु होइन यो सर्दै जान्छ यो घरको ला हजुर 2024 के गरेर बित्यो त 2024 मा हजुर खै के गरेर नेपाल एकचोटि पुग्यो त्यही हो नेपाल एकचोटि पुग्यो अनि त्यही हो काम नजाने आउने नेपालमा रमाइलो भयो 2024 मा अनि दिदी हजुरको 2024 कसरी बित्यो 2024 पीडादायक जस्तो जस्तो राम्रोसँग समस के भन्छ एकछिन ल भान्जी अरूलाई सोध्दै गर त हजुरको 2024 कसरी बित्यो राम्रोसँग बित्यो 2024 एकदम फ्यान्टास्टिक भयो ओके दाजु हजुरको 2024 कसरी बित्यो खतम खतम किन कसरी दाजु कुद्दा कुद्दै जिन्दगी बित्यो भनेर अनि तपाईँ त नेपाल पनि पुग्नुभयो कि होइन नेपाल 24 मा 24 नेपाल जर्मन पोर्चुगल युके आमा दाजु झन् प्रगति पोर्चुगलको यो बहिनी हजुर तपाईँको 2024 कसरी बित्यो राम्रो बिचमा मेरो एक्जाम पास गर्यो एक्जाम राम्रो भयो अनि एउटा नयाँ साथी ल्यायो ओके या हजुर ओके दिदी अनि अनि अब पनि सोध्नुपर्छ तल भाइ कसरी बित्यो हजुरको 24 काम गरे बित्यो काम गरेर छैन नयाँ नौलोहरू पोर्चुगल गइयो पोर्चुगल गयो भाइ तपाईँको 2024 कसरी बित्यो राम्रो राम्रो होइन 2024 कसरी बित्यो ल यसरी नै बित्यो यसरी नै भनेको यस्तै रमझम गरेर यहाँ त ल डेडीको रमाइलो। पहिले मम्मी आउँदाखेरि के भन्नु मुडा क्या मलाई अझै झल्झल याद आउँछ क्या अनि उसको छोरीले यो त कहाँ हो के खानुभएको Was ist das? Das ist Sick. Was? Heute kann ich alles trinken, ja? Oh nein, Sie müssen nicht trinken. अब 2024 मा लुलु भन्नु कतिचोटि पढाउनु हुने हो त लु भन्नुहोस् त No clue. लास्ट हो Last. के शब्द चाहिँ लास्ट हो भान्जी Lulu. दाजु के हो रे लुलु दिदी के हो रे Lulu.
लुलु लुलु चाहिँ खासमा के हो खोइ के हो ब्रान्ड नेम अरे लुलु भने कसको ब्रान्ड नेम खोइ के को ब्रान्ड नेम हो यता हजुर दुई सुसेको ब्रान्ड नेम लुलु होइन लुलु त यतैको लुलु भनेको चाहिँ दाजुकै हो लुलु भनेको चाहिँ कस्तो भने सुरु गरौँ है लुलु जाउँ जाउँ लुलु भनेको हो हुन चाहिँ अँ। ल दाजुले एक्सप्लेन पनि गर्नुभयो लुलु इङ्ग्लिसबाट के भन्छ अरे दिदी म नजान्नेलाई लेट्स स्टार्ट yes. ओके धन्यवाद के रे ड्याडी लेट स्टार्ट भन्दैछु त नि लेट स्टार्ट होइन लेट्स स्टार्ट लेट सर नाइस टु मिट यु हेलो सर हाई नाइस टु मिट यु कति सालको बितेछ हौ बुढा भन्नु न त्यसरी त्यो मात्रै खोलेर हुँदैन कि माथि नै छोड्नुपर्छ म खोल्छु क्या माना छैन यस्तो हो कि होइन नि पहिला खोल्नुपर्छ होइन हल्ला के हो के अरे 25 साल आयो 25 लाग्यो। साल चाहिँ सबैलाई राम्रो होस् है ल ल ल जोइ चेला छोरी छोरा बुहारी हस् ड्याडी सबैलाई राम्रो सधैँ पनि ह्याप्पी न्यु इयर बुढा बुढीको पनि ओ माई गड बुढीको पर्काउनु छ ल सलाई खोइ लेट्स गो लागि तल कुद्दैछु लाइट बल्दैछ झिलिमिली ह्याप्पी न्यु इयर ओ माई गड ओ माई गड ओ माई गड ओ माई गड बुढोले बालेको
ज्याकेट गयो दाजु ला यो हल्का होइन निकै गयो तर भित्रपट्टिको रहेछ र बाँस हो नि दिदी कस्तो मलाई पनि ठिक चाहिँ लागेन तर पनि एकछिन मजा पनि आयो यो धुलो चाहिँ ल भयो यति धेरै धेरै पनि हेर्नुहुन्न है दिदी धुवाले मारु यार जाम ल माथि गएर ल तिमीहरू धेरै नै हेऱ्यो 2025 स्वागत के अरे राम्रोसँग स्वागत गरी होइन त हामीले पनि गर्यो अरूले पनि गरे धुवा धेर बनायो यो खासमा यो बमहरू पड्काउनु चाहिँ प्रदूषणै हो है स्केरी एन्ड पोल्युसन एयर पोल्युसन हामी आइपुग्यौँ हाजी गाह्रो भयो हामीलाई दिदी आउनु तपाईँलाई कस्तो भयो गाह्रो भयो भएर भन्नु मन परेन यार मलाई पनि मन परेन तर fireworks were better than here. हो कहाँ गऱ्यो भान्जी मम्मी कस्तो लाग्यो त ठिकै लाग्यो जाडो भएर म त माथि आइहालेको म चाहिँ त्यो धेरै धुवा रोक ड्याडी यो पटेका पड्काउनु राम्रो हो पटेका पड्काउनु राम्रो हो राम्रो त अब यहाँको कानुन अनुसार यहाँको अनुसार त राम्रो तपाईँलाई राम्रो लाग्यो त राम्रो नराम्रो भन्दा पनि उनीहरूको कल्चर हो होइन तर त्यो जाइँदै पड्काउँदा मलाई डर चाहिँ लाग्यो भनेको मम्मी तपाईँलाई कस्तो लाग्यो रमाइलो लाग्यो खासमा राम्रो हो कि नराम्रो हो त राम्रै हो पुरानो सालले ऊ यसरी टिभीमा जस्तो हो भने चाहिँ बरु मजा होला यहाँ त धेरै नै कान पनि दुखो त्यो एयर पोल्युसन के धुवाले त बफ्रे मार्ने हाम्रो पटेका त सबै पड्काइसक्यो पड्काउनु हुँदैछ ड्याडी मेन माइलो सर आज 2025 को पहिलो ह्यान्डचेक दाजु ल 2025 को है त सुरु ह्यापी न्यू इयर पहिलो हाम्रो ह्यान्डचेक है 2025 को है भान्जी बाई बुढा आर यु ओके एकता हेर्दिनु त एकैचोटि हेर्नु ओके ल हामी दिदीहरूलाई पनि अब घरमा छोड्यौँ अब हामी घर जान्छौँ बाई बाई